राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवा चलान। उच्चको आदेश विरुद्ध सर्वोच्च जाँदै रवि जिल्ला अदालतमा राखेको धरौटी के हुन्छ हेर्नुहोस् आजको समाचारमा। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई भिरकुटी मण्डपमा सभा गर्न दिएन, अब सभा बल्खुमा हुने। मंगलबार गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाको जानकारी। सडक आन्दोलनमा रहेको शिक्षक महासंघले सुरु गर्यो शैक्षिक हडताल। प्रशासनले अनुमति नदिए पनि राप्रपाको कार्यक्रम नरोकिने राप्रपा सांसद शाहीको भनाई। तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एकजना पक्राउ। तीनकुने घटनामा संलग्न रहेको आरोपमा येनी कुँवर पक्राउ। वरिष्ठ पत्रकार भैरव रिसालको निधन। प्रचण्ड भन्छन् 14 प्रदेशको कुरा संविधानमा बोल्यौं, जातीय पहिचानको मुद्दा छाडेका छैनौं। पूर्व उपराष्ट्रपति पुन माओवादीको उपाध्यक्षमा मनोनित। शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने अडान। नेपालका शिक्षकहरूको आन्दोलनप्रति विश्व शिक्षक महासंघको पनि ऐक्यबद्धता। जनमत र नाउपा एकताको 9 बुँदा सहमति नजिक। रेशम पहिलो, सिके दोस्रो र रञ्जितालाई तेस्रो वरियता। प्रदर्शनकारीले लुटेको सशस्त्रको ग्यास गन अझै पनि भेटिएन। मुकुल ढकाल भन्छन् राष्ट्रिय स्वतन्त्र पार्टी रविको पार्टी होइन, सबैले बिर्सिनुपर्छ। रवि लामिछाने पक्राउ बारे मानव अधिकार आयोग जाने रासपाको तयारी। शैक्षिक सत्र सुरु हुन लाग्दा पनि कर्णालीको गोदाममै थन्किए किताब। पोखरामा कोठियम विराट महायज्ञ 2082 हुँदै। जाजरकोट नलगाडमा अवैध रूपमा लगाएको अफिम नष्ट। सहकारी पीडितले राष्ट्रपति कार्यालय घेर्ने। उडान रद्द हुँदा औसत 9 लाख बराबरको कारोबार गुमाउँदै वायु सेवा कम्पनी। प्रदूषण नियन्त्रणका नाममा उपभोक्ताबाट 25 अर्ब सङ्कलन। खर्च कहाँ भयो सरकारलाई थाहा छैन। अध्ययन विधामा गएर नफर्किने प्राध्यापक खोज्न क्याम्पसमा समिति गठन। सोशल मिडियामा घिब्ली फोटोको ट्रेन्ड। गोपनीयतामा गम्भीर खतरा। सगरमाथा बेस क्याम्पमा विलासी सामान प्रयोगमा रोक लगाउन सरकारवालाहरूको आग्रह। भोजपुरमा हट्यो जीवनजल लिन पनि घण्टौं हिँडेर जानुपर्ने बाध्यता। हुम्लाको नामखामा भेटिए 39 वटा हिउँ चितुवा। लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ। भारतीय शेयर बजारमा पनि ठूलो गिरावट। भन्सार घोषणाले अमेरिकी शेयर बजार ओह्रालो लागेपछि ट्रम्पको टिप्पणी, ठीक हुन औषधि खानुपर्छ। वक्फ ऐनका कारण जम्मू कश्मीर विधानसभामा हंगामा। भन्सार शुल्क घटाउन 50 भन्दा बढी देश ट्रम्पसँग वार्ता गर्न खोज्दै। अमेरिकामा बाढी र आँधीका कारण 18 जनाको मृत्यु। इजिप्ट र साउदी विदेश मन्त्री बीच गाजा युद्धविराम प्रयासबारे छलफल। फ्रान्सका राष्ट्रपतिले दिए शान्ति सम्झौता नगरे रुस विरुद्ध कडा कदम चाल्ने चेतावनी। गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन। र तान्जानियाली विश्लेषक भन्छन् अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछ। नमस्कार, इन्साइड नेपाल न्युजमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म पुष्प दाहाल। दर्शकबिन सदाका दिन जस्तै आज पनि हामी देश विदेशका ताजा समाचार सहित तपाईँ माझ उपस्थित भइसकेका छौं। तपाईले हाम्रो न्युज बुलेटिन कहाँबाट हेर्दै हुनुहुन्छ कृपया आफ्नो गाउँठाउँको नाम तलको कमेन्ट बक्समा लेखिदिनु होला। प्रस्तुत गरेको समाचार मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। आउनुहोस् आजको समाचार सुरु गरौँ रवि लामिछानेलाई कारागार चलान सम्बन्धी प्रसङ्गबाट। पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा रूपन्देही राखिएको छ। उहाँलाई कारागारको 4 नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिनुभयो। 4 नम्बर ब्लकमा लामिछानेलाई एक्लै राखिएको छ। भैरहवा कारागारमा 4 वटा ब्लक रहेका छन्। 1 र 2 नम्बर ब्लकमा अरू कैदी तथा थुनुवाहरू रहेका छन्। 3 नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाहरूका लागि हो। अहिले रविलाई राखिएको ब्लक भने 4 नम्बर हो। उक्त ब्लकमा 10 जना कैदी बस्ने क्षमता छ, तर अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासक भण्डारीले जानकारी दिनुभयो। कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्न समेत नभएको भण्डारी बताउनुहुन्छ। उहाँले केही गुनासो र माग हामीलाई गर्नुभएको छैन। भण्डारीले अनलाइन खबरसँग भन्नुभयो, हामी आफ्नै स्वविवेकले उहाँलाई 4 नम्बर ब्लकमा एक्लै राखेका हौं। शुक्रबार काठमाडौँको आफ्नै निवासबाट पक्राउ पर्नुभएका लामिछानेलाई 23 गते बिहान यति एयरलाइन्सको विमान मार्फत भैरहवा पुर्याइएको थियो। सरकारी विधाका कारण 2 दिन हिरासतमा बिताएपछि सोमबार जिल्ला अदालत रूपन्देही लगेर थुनुवा पूर्जी दिई कारागार पठाइएको हो। गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उहाँलाई सहकारीको रकम ठगेको कसुरमा पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश दय रमेश ढकाल र स्वीकृति प्राजुलीले उक्त आदेश गरेका हुन्। जिल्ला अदालत रूपन्देहीले उहाँलाई 1 करोड धरौटीमा छाड्ने आदेश बदर गरेको छ। उच्चको आदेशसँगै लामिछाने पक्राउ पर्नु भएको हो। उच्च अदालत तुलसीपुरले पूर्वपक्षका लागि जेल पठाएसँगै सहकारी प्रकरणमा नयाँ ट्विस्ट आएको छ। यसअघि 4 वटा जिल्ला अदालतमा धरौटीमा छुट्नु भएका रविलाई थुनामै राख्न आदेश दिएको हो। प्रत्येक अदालतमा तोकिएको धरौटी बुझाएर छुट्नु भएका लामिछाने धरौटी रकम बढी भएको भन्दै आफै पुनरावेदन जानु भएको थियो। सरकारी पक्षबाट पनि 4 वटै आदेश विरुद्ध पुनरावेदन भएका छन्। त्यसमध्ये तुलसीपुर उच्च अदालतले रूपन्देही जिल्ला अदालतको आदेश उल्टाइदिएको हो। रूपन्देही जिल्ला अदालतमा रविले 1 करोड रुपियाँ धरौटी बुझाउनु भएको थियो। जिल्ला अदालतको फैसला उच्चले उल्टाइदिइसकेपछि लामिछानेले बुझाएको 1 करोड रकम अब के हुन्छ भन्ने प्रश्न उठेको छ। साथै अन्य अदालतहरूमा पनि लामिछानेले बेग्ला बेग्लै धरौटी रकम बुझाउनु भएको हो। उहाँ जेलमै बस्नुपर्ने भएपछि अब अन्य अदालतमा बुझाएको रकम पनि फिर्ता हुन्छ या हुँदैन भन्ने जिज्ञासा बढेको छ।
अदालत स्रोतका अनुसार लामिछाने कारागार गएपछि धरौटी रकम कानुन त फिर्ता पाउनुपर्छ, त्यसका लागि उहाँले नै प्रक्रिया थाल्नुपर्ने स्रोत बताउँछ। लामिछानेलाई यसअघि धरौटी तोकेको रूपन्देही जिल्ला अदालतका श्रेष्ठदार यज्ञमूर्ति गिवालीले माथिल्लो अदालतले यहाँको आदेश बदर गरेर थुनामा पठाएपछि सम्बन्धित व्यक्ति कारागार गएर निवेदन दिए फिर्ता हुने बताउनुहुन्छ। कुनै पनि अभियुक्तलाई तल्लो अदालतले धरौटी लिएर रिहा गरेको छ र माथिल्लो अदालतले थुनामा पठायो भने धरौटी फिर्ता हुन्छ। म थुनामा रहेँ, धरौटी फिर्ता पाऊँ भने निवेदन दिएपछि जग्गा रहेछ भने फुकुवा हुन्छ, नगदै भए नगदै हुन्छ। त्यसका लागि पहिले निवेदन आउनुपर्ने ग्याउलीले बताउनु भएको छ। जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा 1 करोड रुपियाँ धरौटी लिएर बाहिरै बसी मुद्दाको प्रतिवाद गर्ने सुविधा दिएको थियो। गत माघ 13 गते जिल्ला अदालतका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले गरेको उक्त आदेश बमोजिम रविले तत्कालै 1 करोड धरौटी जम्मा गर्नु भएको थियो। प्रभु बैंक मार्फत बैंक ग्यारेन्टीबाट उहाँको धरौटी राखिएकाले फुकुवा गर्न समय त लाग्दैन, तर लामिछानेको तर्फबाट उच्चको आदेश विरुद्ध सर्वोच्चमा रिट हुन सक्ने भएकाले धरौटी फुकुवाको विषयमा निदो नभएको बुझिएको छ। राजसभा नेता दीपक न्यौपानेले धरौटी फिर्ताको प्रक्रियामा तत्काल नजाने बताउनुहुन्छ। आज या भोलि नै उच्च अदालत विरुद्ध सर्वोच्चमा जाने उहाँको भनाइरहेको छ। राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको हो। सोही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेल लगायतका नेताहरूले सम्बोधन गर्ने बताउनु भएको छ। यसअघि चैत्र 22 गते अपराह्न राप्रपाले भिरकुटीमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेल मार्फत जानकारी गराइएको थियो। तर जिल्ला सुरक्षा समितिको बैठकले भिरकुटी मण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो। राष्ट्रिय जनमोर्चाको पूर्व निर्धारित कार्यक्रम र शिक्षकहरूको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भिरकुटी मण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको काठमाडौँको सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले बताउनुभयो। उक्त निर्णयको जानकारी जिल्ला प्रशासन कार्यालयले पत्र मार्फत राप्रपालाई दिएको थियो। त्यसपछि राप्रपाले सभास्थल बल्खु रोजेको हो। काठमाडौँमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले जनाएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेल लगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ। सभा सुरु हुनुअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिनेछ। ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ। प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ। यसअघि चैत्र 15 गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको लागि भन्दै काठमाडौँको तीनकुनेमा आयोजना गरेको सभा हिंसात्मक भएको थियो। तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा भएको अपराधबारे अनुसन्धान गरिरहेको प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ। उनी पत्रकार सुरेश रजक मृत भेटिएको भवनबाट तल झर्दै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यही पत्रकारको मृत्यु भएको छ। लगभग उस्तै समयमा उनी झर्दै गरेको देखिएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले भने त्यसैले सोधपुछका लागि ल्याएका हौं। अरूको घरमा अनाधिकृत रूपमा प्रवेश गरेको आरोप समेत उनीमाथि प्रहरीले लगाएको छ। 15 चैत्रमा दुर्गा प्रसाईको नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा 2 जनाको मृत्यु भएको थियो। 20 जनालाई प्रहरीको गोली लागेको थियो। उक्त प्रकरणमा राप्रपा नेता रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतका अन्य व्यक्तिहरू हिरासतमा छन्। राजावादी समूहले 15 चैत्रमा गरेको हिंसात्मक प्रदर्शनका बेला तीनकुनेमा ट्राफिक लाइट तोडफोड गरेको आरोपमा 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कुमार तामाङ रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले अनलाइन खबरलाई बताए। उनका अनुसार तामाङलाई भक्तपुर क्षेत्रबाट पक्राउ गरेर ल्याइएको हो। तामाङले जडीबुटीमा रहेको एक घरमा समेत आगजनी गरेको प्रहरीको भनाइरहेको छ। उक्त घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालयले मात्र 27 जनालाई पक्राउ गरेको छ। उनीहरू विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले विस्तृत अध्ययन अनुसन्धान गरिरहेको छ। काठमाडौँमा सडक आन्दोलन गर्दै आएको नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको सुरु गरेको छ। महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै चैत्र 20 गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ। आन्दोलनलाई थप तताउन महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेको हो। शिक्षकले अनिश्चितकालीन हडतालका क्रममा उत्तर पुस्तिका परीक्षण, परीक्षामा सहभागी, विद्यार्थी भर्ना अभियान, शैक्षिक गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरू समेत बहिष्कार गरेका छन्। शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण विभिन्न ठाउँका शिक्षक तालिमहरू समेत स्थगित भएका छन्। त्यस्तै एसईको उत्तर पुस्तिका समेत परीक्षण नगर्ने घोषणा गरेका छन्, जसले गर्दा एसई दिएका 5 लाख विद्यार्थीका 35 लाख थान उत्तर पुस्तिका परीक्षणको काम अनिश्चित भनेको छ। यही सातादेखि कापी परीक्षणको काम सुरु नगरेको खण्डमा आगामी असार 7 गते एसईको नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ। शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ। त्यस्तै विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा समेत ढिलाइ भइरहेको छ। शिक्षकहरूले भने ऐन जारी नहुँदासम्म कुनै पनि प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने
अडान लिँदै आएका छन्। देशभर 4 लाख भन्दा बढीको संख्यामा शिक्षक तथा विद्यालय कर्मचारीहरू छन्। उनीहरूले शैक्षिक हडताल गर्दा नयाँ शैक्षिक सत्र नै प्रभावित हुने खतरा बढेको छ। तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अडानबाट आफूहरू तलमाथि नहुने उनीहरूको अडान छ, जसले गर्दा सरकारले पटक पटक वार्ताका लागि बोलाउँदा समेत वार्तामा जान मानेका छैनन्। उनीहरूले शिक्षा ऐन जारी गर्न 3 विकल्प अगाडि सारेका छन्: विशेष अधिवेशन बोलाउने वा बर्खे अधिवेशन बोलाउने वा अध्यादेशबाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने विकल्प अगाडि सारेका छन्। सरकार पनि तिनै विकल्पमा सहमत देखिएको छैन। सरकारले उनीहरूसँग तत्काल सहमत गरेर बर्खे अधिवेशनको पहिलो सत्रमा नै विधेयक पेश गर्ने गरी सहमति गर्ने प्रस्ताव गरेको छ। शिक्षकहरू विगतमा पटक पटक उधारो सहमति गरिएको भन्दै यो पटक त्यस्तो सहमति नगर्ने अडान राख्दै आएका छन्। वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ। बानेश्वर स्थित फ्रन्टलाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। रिसालको गए राति 7:45 बजे निधन भएको उहाँका माइला भाइ पुरु रिसालले पुष्टि गर्नुभएको छ। रिसालले शरीर दान गरेकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो। उहाँकी छोरी सुषमा रिसालका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ। 97 वर्षीय पाका पत्रकार रिसाल पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय रहनु भएको थियो। राष्ट्रिय समाचार समितिमा लामो समय काम गर्नुभएका पत्रकार रिसाल रासासम्म अवकाशपछि वातावरण पत्रकारिता र रेडियो सगरमाथामा आबद्ध रहनुभयो। रेडियो सगरमाथाको स्थापना कालदेखि संलग्न पत्रकार रिसालले लामो समयसम्म रेडियो कुराकानी स्तम्भमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो भने उहिलेका बाजेका पालामा नामक कार्यक्रम पनि चलाउनु भएको थियो। उहाँ रासाबाट प्रमुख संवाददाता भएर अवकाश लिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको 96औं जन्मदिनको अवसरमा गत वर्ष उहाँकै निवासमा भेटेर तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै रिसालको निधनको खबरले आफूलाई मर्माहत भएको बताउनु भएको छ। उहाँले वरिष्ठ पत्रकार रिसालप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गर्नुभएको छ। हितैषी मित्र भैरव रिसालसँग गत फागुन 21 गते भेट भएको थियो। त्यही भेट नै अन्तिम हुन पुग्यो। उहाँको हिजो निधन भएको खबर सुनेर म मर्माहित भएको छु। वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ। त्यस्तै गरी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ पत्रकार भैरव रिसाल प्रेरणाको स्रोत भएको बताउनु भएको छ। रिसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डले उहाँको निधनले इमान्दार, स्पष्ट वक्ता, निर्भीक र ऊर्जावान व्यक्तित्व गुमाएको बताउनु भएको छ। 2013 सालदेखि निरन्तर इमानको पत्रकारिता र समाजसेवा गर्दै वैचारिक रूपमा दृढ एवं व्यावहारिक रूपमा सरल जीवनशैलीका साथ झण्डै 1 शताब्दी लामो जीवनयात्रा पूरा गर्नुभएका रिसाल नेपाली पत्रकारिता एवं वामपन्थी आन्दोलनको इतिहासमा प्रेरणाको स्रोतको रूपमा रहिरहनुहुनेछ, प्रचण्डले सोमबार सामाजिक सञ्जालमा लेख्नु भएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। वरिष्ठ पत्रकार रिसालको आइतबार राति 97 वर्षको उमेरमा निधन भएको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेन्डा नछाडेको दाबी गर्नु भएको छ। काठमाडौँमा आयोजित नेवा राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिनुभएको हो। उहाँले संघीयताको संरचना बनाउँदा आफूले 14 प्रदेश बनाउनु पर्ने कुरा संविधानमा नोट अफ डिसेन्टको रूपमा दर्ज गराएको समेत स्मरण गराउनु भएको छ। प्रतिक्रियावादीको ट्र्यापमा परेको हो, हामीले जातीय पहिचानको कुरा छाडेका छैनौँ, भविष्यमा उठाउँछौँ भनेर 14 प्रदेशको कुरा संविधान सभामा बोलिएको छ, अध्यक्ष प्रचण्डले भन्नुभयो। त्यस्तै अध्यक्ष प्रचण्डले वैशाख 6 गते काठमाडौँमा हुने नेवा मुक्ति मोर्चाको सम्मेलनलाई आन्दोलनको रूपमा अगाडि बढाउने पनि बताउनु भएको छ। प्रतिगामीहरूले फेरि टाउको उठाउन सम्भव छैन, त्यसका लागि काठमाडौँका नेवारहरू जुरुक्क उठ्नु पर्यो। यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध आन्दोलन गर्न जरुरी भयो, प्रचण्डले भन्नुभएको छ। यता प्रचण्डले आवश्यकता परेको खण्डमा संसदको विशेष अधिवेशन बोलाएर भए पनि विद्यालय शिक्षा ऐन विधेयक पारित गर्ने बताउनु भएको छ। माग पूरा नभइन्जेलसम्म आन्दोलन नछोड्न उहाँले शिक्षकहरूलाई अपिल समेत गर्नुभयो। नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई पार्टीको उपाध्यक्ष बनाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पासाङलाई केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्य मनोनितसँगै पार्टी उपाध्यक्ष बनाउनु भएको हो। गत पदाधिकारी बैठकले मनोनित गरेर त्यही अनुसार सर्कुलर पठाएको स्रोतले बताएको छ। 2 कार्यकाल उपराष्ट्रपतिको जिम्मेवारीमा रहनुभएका पासाङ पछिल्लो पटक पार्टीका बैठकमा निरन्तर सहभागी हुँदै आउनु भएको थियो। आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका शिक्षक तथा विद्यालय कर्मचारीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने बताएका हुन्। यद्यपि यो विषयमा भने औपचारिक निर्णय भने गरिसकेका छैनन्। शिक्षकहरूले अनौपचारिक छलफलको क्रममा प्रधानमन्त्री वा सभामुखसँग वार्तामा बस्न सकिने बताएका हुन्। नेपाल शिक्षक महासङ्घका सल्लाहकार, पूर्व अध्यक्ष तथा पूर्व पदाधिकारीहरूले उक्त सुझाव दिएका छन्। उनीहरूको सुझावका आधारमा महासङ्घले प्रधानमन्त्री तथा
तथा सभामुखसँग वार्ता गर्ने मनसाय बनाएको हो। महासङ्घका सह-अध्यक्ष तथा आन्दोलन परिचालन समितिका संयोजक नानु मया पराजुलीले वार्ताका लागि कुनै छलफल नभएको बताउनु भएको छ। तर पूर्व अध्यक्ष तथा सल्लाहकारहरूबाट प्रधानमन्त्री तथा सभामुखसँग वार्ता गर्न सकिने सुझाव दिएको बताउनुभयो। उक्त सुझावका विषयमा महासङ्घमा कुनै छलफल समेत नभएको उहाँको भनाइरहेको छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेका शिक्षकहरूले सोमबार कालो मास्क लगाएर सडक प्रदर्शनमा उत्रिएका छन्। सोमबारदेखि नै नेपाल शिक्षक महासङ्घले शैक्षिक हडतालको पनि घोषणा गरेको छ। सरकारले आफ्ना मागमा व्यवस्था गरेपछि चैत्र 20 गतेदेखि जारी आन्दोलनलाई सशक्त बनाउन भन्दै सोमबारबाट शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिनुभएको छ। सरकारले वार्ता संवाद र छलफलको आह्वान गर्दा पनि महासङ्घले अस्वीकार गर्दै आएको छ। शिक्षक महासङ्घमा कङ्ग्रेस, एमाले, माओवादी लगायत विभिन्न राजनीतिक दल, आबद्ध शिक्षक सङ्गठन, निजी विद्यालय, शिक्षक युनियन, विद्यार्थी कर्मचारी सङ्घका घटकहरू आबद्ध रहेका छन्। विद्यालय शिक्षा ऐनमा आफूहरूका माग समेटी छिटो जारी गर्नुपर्ने भन्दै आन्दोलित भएका नेपाल शिक्षकहरूको आन्दोलनप्रति विश्व शिक्षक महासङ्घले पनि ऐक्यबद्धता जनाएको छ। महासङ्घले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलन एक्लो नभएको बताएको हो। नेपालका शिक्षकहरूको आन्दोलन एक्लो छैन। विज्ञप्तिमा भनिएको छ, तपाईको सङ्घर्ष हाम्रो सङ्घर्ष हो। गुणस्तरीय, सामान र पहुँच योग्य शिक्षाको लागि आवाज उठाएको भन्दै महासङ्घले शिक्षकहरूको प्रशंसा समेत गरेको छ। नेपालका शिक्षकहरूको व्यावसायिक प्रतिष्ठा, राम्रो कार्यस्थितिहरूको लागि सङ्घर्ष र सामाजिक न्यायका लागि शैक्षिक परिवर्तनको लडाईँ हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनका लक्ष्यहरूसँग मजबुत रूपमा मेल खान्छ, विज्ञप्तिमा भनिएको छ। डाक्टर सीके राउतले नेतृत्व गरेको जनमत पार्टी र रेशम रञ्जिता नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताको अन्तिम तयारी भइरहेको छ। दुवै दलले बनाएको कार्यदलले निर्णायक छलफल जारी राखेका छन्। आइतबार बर्दियामा कार्यदलले संयुक्त रूपमा एकताको सबै प्रक्रिया पूरा गर्ने गरी छलफलमा सहमति जुटाएका छन्। एकताका लागि बनाइएको 9 बुँदे समझदारीमा करिब सहमति भइसकेको कार्यदलका एक सदस्य रामलाल डगौराले जानकारी दिनुभयो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रहेका रेशम चौधरी एकतापछिको नयाँ दलको पनि पहिलो वरियतामा संरक्षक रहने गरी कार्यदलले सहमति गरेको छ। दोस्रो वरियतामा कार्यकारी अध्यक्ष जनमत पार्टीका अध्यक्ष सीके राउत रहनुहुनेछ। तेस्रो वरियतामा संघीय परिषद अध्यक्ष वा सो अध्यक्ष रहने गरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई राख्ने कार्यदलले छलफल गरेको छ। रञ्जिता भने आफ्नो वरियतामा असन्तुष्ट भएको चर्चा चलिरहेको छ। कार्यदलले चुनाव चिन्ह ढकिया र पार्टीको नाम नागरिक जनमत रहने करिब टुङ्गो लगाइसकेको छ। कलेजी रङमा ढकिया राख्ने गरी पार्टीको झण्डामा कार्यदलले सहमति जुटाएको छ। शनिबार राति सीके राउत र रेशम चौधरीको निर्णायक छलफलपछि दुवै पार्टीले बनाएको कार्यदलले आइतबार अधिकांश विषय टुङ्गो लगाएको हो। चितवनदेखि झापासम्मको भूगोलको नेतृत्व सीके राउतले गर्ने र चितवनदेखि कञ्चनपुरसम्मको भूगोलको नेतृत्व रेशम चौधरीले गर्ने पनि सहमति गरिएको छ। कार्यदलले आफ्नो जिम्मेवारीमा आएका विषय टुङ्गो लगाएपछि विधान प्रतिस्थापन समितिले बाँकी काम टुङ्गो लगाउने बताइएको छ। अमेरिकाले निष्कासन गरेका भुटानी शरणार्थीमाथि प्रहरीले छानबिन जारी राखेको छ। अमेरिकाले निष्कासन गरी भुटानको पारो एयरपोर्टमा छाडेका उनीहरूलाई भुटानले लखेटेर भारतीय सीमा गाउँ पठाएको थियो। त्यहाँबाट नेपाल प्रवेश गरेका 4 जनालाई नेपाल प्रहरीले झापाबाट पक्राउ गरेको थियो। प्रहरीले चैत्र 16 गते 36 वर्षीय आशिष सुवेदी, 31 वर्षीय सन्तोष दर्जी, 36 वर्षीय रोशन तामाङ र चैत्र 18 गते 30 वर्षीय अशोक गुरुङलाई पक्राउ गरेको थियो। काँकडभिट्टा नाकाबाट प्रवेश गरेका सुवेदी, तामाङ र दर्जी दमक नगरपालिका 3 बेलडाङ्गी शिविरबाट पक्राउ परेका थिए भने गुरुङलाई सशस्त्र प्रहरीले मेचीनगर नगरपालिका 4 स्थित मिलनटुङ सीमा नाकाबाट लुकीछिपी पैदल छिरिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका 4 जना एक सातादेखि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा छन्। नागरिकता परिचय पत्र वा पासपोर्ट साथमा नभएका उनीहरूमाथि अध्यागमन कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको छ। अध्यागमन विभागको निर्देशन बमोजिम कागज बिना नेपाल प्रवेश गरेका उनीहरूसँग बयान लिने र पुराना अभिलेख सङ्कलन गर्ने काम भइरहेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले जानकारी दिनुभएको छ। अध्यागमन कार्यालयमा राख्ने व्यवस्था नभएकाले उनीहरूलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ। इलाकामा उनीहरूलाई छुट्टै कोठामा राखिएको छ। बयान लिने काम पनि इलाकामै पुगेर गरिरहेका छौँ, कार्यालय प्रमुख भट्टराईले भन्नुभयो। अवैध रूपमा नेपाल प्रवेशको विषय केन्द्रित भएर अनुसन्धान गरिरहेका छौँ। संयुक्त राष्ट्र सङ्घीय शरणार्थी उच्च आयोगले तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत उनीहरूलाई नेपालको बाटो हुँदै अमेरिका पठाएका थिए। अमेरिका उड्नुअघि उनीहरू यहाँ बसोबास गरेको अभिलेख पनि सङ्कलन गरिरहेका छौँ। बयानको क्रममा उनीहरूले पनि यहाँबाटै अमेरिका पुगेको बताउँदै आएका छन्। आशिष सुवेदीको बुबा नारायण कुमार सुवेदी बेलडाङ्गे शिविरमै बस्दै आइरहेका छन्, तर अन्य 3 जनाको पनि आफन्त यहाँ छन्। आफन्तहरू इलाकामै पुगेर उनीहरूसँग भेटघाट गरिरहेका छन्। बयान र अभिलेख सङ्कलन गरे पश्चात अबको 2-3 दिनमा प्रतिवेदन बनाएर अध्यागमन विभाग पठाइदिन्छौँ, भट्टराईले भन्नुभयो। उनीहरूलाई नेपालमै राख्ने वा उतै पठाउने बारेमा विभागबाट त्यस्तो आधिकारिक केही जानकारी आएको छैन। विभागमा प्रतिवेदन पठाएपछि उतैबाट यसबारेमा निर्णय लिने उहाँको भनाइरहेको छ। अमेरिकाले निष्कासन गरेका 10 जना भुटानी शरणार्थीलाई भारतको दिल्ली हुँदै थिम्पूको पारो विमानस्थल मार्च 27 तारिखमा ओह्रालेका थिए। भुटानले उनीहरूलाई एक रात 5 तारे होटलमा लगेर
गरेर राखेको थियो। भोलिपल्ट उनीहरूलाई जनै भारु 30-30 हजारका दरले खर्च थमाउँदै र भारतीय नम्बरको ट्याक्सी भुटानमै बोलाएर रिजर्भ गरी भारत भुटानको पुछुङलिङ जयगाउँ नाका हुँदै पूर्वी नेपालको काँकडभित्ता पानी ट्याङ्की नाकामा ल्याएर छाडिदिएका थिए। भुटानले उनीहरूलाई बिना कागजात पठाएको थियो। 10 जना मध्ये छोरासहित 3 जना मेची नदी तैरिएर शुक्रबार राति 10 बजे शिविर आइपुगेको आशिषका बुवा नारायण कुमार सुवेदीले जानकारी दिनुभएको छ। शिविर आएपछि उनीहरूलाई रातभर राखेर भोलिपल्ट प्रहरीको जिम्मा लगाएको उहाँको भनाइरहेको छ। सन् 2015 मा तेस्रो देश पुनर्वास कार्यक्रम अन्तर्गत 2 छोरा छोरी ज्वाइँ अमेरिका पुगेका थिए। चैत्र 15 मा पूर्व राजाको समर्थनमा दुर्गा परसाई र नवराज सुवेदी नेतृत्वको समूहले गरेको प्रदर्शनमा एकजना युवकले सशस्त्र प्रहरीभरको ग्यास गन लुटे। अश्रु ग्यास प्रहार गर्न प्रयोग हुने ग्यास गन लुटेको आरोपमा गोपाल मल्ललाई प्रहरीले पक्राउ गरिसकेको छ। बाँके घर भएका मल्ललाई जिल्ला प्रहरी परिसर काठमाडौँले राज्य विरुद्धको कसुर र संगठित अपराध सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। ग्यास गन सशस्त्र प्रहरीको नम्बर 21 दक्षिणकाली गणबाट खटिएका सुरक्षाकर्मीको हातबाट प्रदर्शनकारीले लुटेका हुन्। ग्यास गन अहिलेसम्म भेटिएको छैन। गन लुटेको आरोपमा पक्राउ परेका मल्लले प्रहरीसँग भनेका छन्, मेरो हातबाट अरू साथीहरूले हेर्न भनेर खोसेर लिए। आफ्नो हातबाट खोसेपछि भिडमा सोगन कहाँ पुग्यो भन्ने बारे आफूलाई थाहा नभएको उनले अनुसन्धान अधिकारीहरूलाई बताएका छन्। पाके घर भएर काठमाडौँ बस्दै आएका मल्ल फुटपाथमा आइसक्रिम बेचेर गुजारा चलाउँछन्। कागेश्वरी मनोहरामा आइसक्रिम बेच्ने उनी त्यस दिन आफ्नो काम छाडेर पूर्व राजाको समर्थनमा आयोजित प्रदर्शनमा गएको पाइएको छ। ग्यासगन खोसेको बारे उनले भनेका छन्, सशस्त्रको हातबाट पनि भुइँमा खसेको थियो, त्यसपछि मैले टिपेको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी र सभापति रवि लामिछानेलाई अलग अलग हेर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले रासपाका लागि रवि बिर्सनुपर्ने तर्क गरेका हुन्। रासपाबाट निलम्बनमा परेका ढकाल लेख्छन्, रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऊ। तितो लाग्न सक्छ तर सत्य यही हो। राष्ट्रिय स्वतन्त्र पार्टी बन्न रवि दाइलाई अब सबैले बिर्सनुपर्छ। 2-4 हजार अरिङ्गालका कमेन्ट हेरेर डराउन जरुरी छैन। सभापति रवि लामिछानेलाई पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले मानव अधिकार आयोग जाने तयारी गरेको छ। शुक्रबार लामिछानेलाई पक्राउ गर्न काठमाडौँको हात्तीगौडा स्थित घरमै पुगेको न्यायिक प्रक्रिया र मानव अधिकारको आधारभूत सिद्धान्त समेत पालना नगरेकाले मानव अधिकार आयोग जाने तयारी गरिएको रासपाकी सहप्रवक्ता प्रतिमा रावलले जानकारी दिनुभएको छ। अदालतले भनेपछि पक्राउ गर्ने नै हो, तर त्यति बेला अपनाउनु पर्ने न्यायिक प्रक्रिया पनि अपनाइएन। सभापतिज्यूले गिरफ्तारी दिन्छु भनेर सार्वजनिक रूपमै भनेको स्थिति थियो। त्यति हुँदा पनि बेडरुममै आएर धरपकड गरियो। प्रहरीको त्यो दिनको व्यवहार गैर कानुनी थियो। अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरिएका छन्। यी सबै विषयमा मानव अधिकार आयोग जान लागेका छौँ, उहाँले भन्नुभयो। लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउने आदेश दिएको थियो। शुक्रबार साँझ आदेश आएपछि बेलुका 8 बजे प्रहरी टोली लामिछानेको घर पुगेको थियो। त्यति बेला पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा के छ भनेर सोद्धाखेरि विवाद भएको थियो। कर्णाली प्रदेशका 10 जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ। विक्रेताले जनशिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्ने सम्भावना घटेको हो। कुल 25,000 सेट किताब मध्ये प्रदेशको गोदाममा 17,000 किताब थन्किएका छन्। जनशिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरे पनि किताब लिन विक्रेता नआउँदा गोदाममै थन्किएको हो। निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनशिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ। सरकारले कक्षा 1 र 5 जनशिक्षालाई छाप्न दिएको थियो। सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिई बिक्री गरेको जनशिक्षाको आरोप रहेको छ। जनशिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भए पनि गोदाममै थन्काउनु परेको केन्द्रले जनाएको छ। जिल्लास्थित पुस्तक विक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिटेडको गोदाममा पुस्तक थन्किएको प्रदेश प्रमुख भैरव बाबु पन्तले बताउनुभयो। उहाँका अनुसार हालसम्म 66% पनि पुस्तक बिक्री भएको छैन। पोखराको वडा नम्बर 17 मा ऐतिहासिक श्रीखण्ड 700 कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ 2082 आयोजना हुँदैछ। आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै मानव सेवा फाउन्डेसन नेपालले महायज्ञको आयोजना गर्न लागेको जानकारी गराएको हो। कोटिहोमको कार्यक्रम जेठ 26 गतेसम्म निरन्तर रूपमा सञ्चालन हुनेछ। सोही क्रममा धर्मगुरु विजय श्री कृष्णमूर्ति महाराजले कुनै पनि कमी कमजोरी हुन नदिने हिसाबले महायज्ञको व्यवस्थापन गरेको भन्दै यसका केही कमजोरी र गल्ती भए सुझाव दिन आग्रह गर्नु भएको छ। जाजरकोटको नलगाड नगरपालिका 1 खौला गाउँमा अवैध रूपमा लगाइएको अफिम प्रहरीले नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको 20 जनाको प्रहरी टोलीले 65 रोपनी क्षेत्रफलमा अवैध रूपमा खेती गरिएको अफिम फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो। पाण्डेका अनुसार जिल्लामा लागु औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन अवैध अफिम खेतीमा निगरानी बढाइएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले यस्ता गतिविधिहरू रोक्न आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। यसअघि पनि जाजरकोटका विभिन्न ठाउँमा अवैध लागु औषध खेती विरुद्ध अभियान सञ्चालन गरिएको थियो। प्रहरीले अवैध रूपमा अफिम खेती नगर्न स्थानीयलाई सचेत गराउँदै आएको छ।
डढेलो, सवारी साधन र कल कारखानाले उत्सर्जन गरेको धुवाँ, धुलो र प्रदूषणका कारण हवाई रूटमा पर्ने आकाश बाक्लो धुवाँले ढाक्दा एक सातामा कम्तीमा 226 वटा आन्तरिक उडान रद्द भएका छन्। काठमाडौँ अवतरण हुने क्रममा रहेका अन्तर्राष्ट्रिय उडानका जहाजले पनि सिमराको आकाशमा 2 घण्टासम्म होल्ड हुनु परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चैत्र 17 गते आइतबारदेखि 23 गतेसम्म 7 वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी गरी 226 वटा आन्तरिक उडान रद्द भएका हुन्। गौचरण स्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार एक सातामा दुईतर्फी गरेर बुद्धले 62, यतिले 58, श्रीले 40, समिटले 22, सीताले 16, ताराले 18 र नेपाल वायुसेवा निगमले 10 वटा उडान रद्द गरेका छन्। उडान रद्द हुने गन्तव्यमा काठमाडौँ, पोखरा, लुक्ला, भैरहवा, भरतपुर, जनकपुर, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, फाप्लु, विराटनगर, भद्रपुर मुख्य विमानस्थल हुन्। पाइलटहरूका अनुसार पोखराबाट पश्चिम धनगढी, नेपालगञ्जको दाँजमा, पूर्व भैरहवा, भरतपुर, काठमाडौँ, लुक्ला हुँदै भद्रपुरसम्मको आकाश प्रदूषित धुवाँले ढाकिएको छ। काठमाडौँबाट उडेपछि 9000 फिट माथि पुगेपछि मात्रै सफा आकाश देखिन्छ। एटीआर विमानका एक क्याप्टेनले भने त्यसभन्दा मुनि धुवाँ धुलोको बाक्लो तह जमेको छ। उडिरहेको जहाजले भुइँको सतह हेर्न निकै तल आउनुपर्छ। जहाजको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम 1600 मिटर परसम्म देखिने भिजिबिलिटी आवश्यक पर्छ। गत बिहिबार त काठमाडौँको विमानस्थलको भिजिबिलिटी 1200 मिटरसम्ममा झरेको थियो, जसका कारण पर्यटक राखेर उडेका 3 वटा माउन्टेन फ्लाइट काठमाडौँ विमानस्थलमा अवतरण हुन सकेनन्। प्रवक्ता रिन्जी शेर्पाका अनुसार ती विमान भैरवा र पोखरा डाइभर्ट भएपछि मौसममा सुधार भएपछि काठमाडौँ फर्किएका थिए। सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने गरी भिजिबिलिटी 5000 मिटर हुँदा भूसतह र जहाजमा उपलब्ध हुने उपकरण र अन्य यन्त्रहरूको भर नपर्दा पनि हुन्छ। बाक्लो तुहालोको कारण केही दिन यता अधिकांश पाइलटहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हेरेर गर्ने VFR उडान गर्न सकिरहेका छैनन्। काठमाडौँ उपत्यका गत मङ्गलबार र शुक्रबार विश्वकै प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पर्यो। गत साता हरेक दिन काठमाडौँको प्रदूषित शहरको सूचीमा निरन्तर अग्रस्थानमा रहे पनि सरकारका तर्फबाट नियन्त्रणका लागि भने कुनै पनि पहल भएनन्। जबकि विगत 17 वर्षदेखि पेट्रोल र डिजेल बिक्री गरे बापत प्रति लिटरमा 50 पैसाका दरले प्रदूषण शुल्क उठाइरहेको छ। हालसम्म 25 अर्ब 39 करोड 66 लाख उपभोक्ताबाट असुल गरिसकिएको छ। यो बजेट कहाँ जान्छ र कसरी खर्च हुन्छ भन्ने विषयमा सरकार नै बेखबर छ। पेट्रोल र डिजेल बिक्रीमा प्रति लिटर 50 पैसाका दरले प्रदूषण शुल्क उठाउने भन्ने अवधारणा 2065-66बाट सुरु भएको हो। अर्थ मन्त्रालयले बजेटसँगै ल्याउने आर्थिक ऐन अनुसार उक्त शुल्क उठाउने गरिएको छ। नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले भन्नुभयो, 2074-75 मा यस्तो शुल्क प्रति लिटर 1 रुपियाँका दरले उठाउन थालियो। 4 वर्ष यता प्रति लिटर 1 रुपियाँ 50 पैसाका दरले उठाउने गरिएको छ। हालसम्म 25 अर्ब 39 करोड 66 लाख सङ्कलन भइसकेको छ। प्रदूषण शुल्क बाबत उठेको रकम निगमले प्रत्येक महिनाको 25 गते अर्थ मन्त्रालयको खातामा जम्मा गरिदिन्छ। तर उक्त रकम कहाँ खर्चिन्छ निगमलाई पनि जानकारी छैन। अर्थ मन्त्रालयको खातामा जम्मा गरेपछि हाम्रो दायित्व सकिन्छ, रकम केमा खर्च हुन्छ, कसरी खर्च हुन्छ निगमलाई जानकारी हुँदैन, शाहले भन्नुभयो। निगमका अनुसार प्रदूषणका नाममा उठाइने रकम वन तथा वातावरण मन्त्रालयले कार्यक्रम बनाएर खर्च गर्ने गरेको अवधारणा हो। तर प्रदूषण नियन्त्रण गर्ने नाममा सर्वसाधारणबाट उठाएको रकम वन तथा वातावरण मन्त्रालयले पाउँदैन, अर्थ मन्त्रालयले अन्यत्र नै खर्च गरिराखेको छ। अर्थ मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले प्रदूषण शुल्क सङ्घीय सरकारको मूल कोषमा जम्मा हुने बताउनुहुन्छ। उहाँले कोषको रकम प्रदूषण नियन्त्रणका लागि मात्रै खर्च नहुने प्रश्न पार्नुभयो। प्रदूषण शुल्क भनेको वातावरणलाई जोगाउनका लागि बनाइएको कार्यक्रम हो। सर्वसाधारणबाट पैसा उठाएर प्रदूषण कोष बनाउने र त्यसबाट कार्यक्रम बनाई प्रदूषण नियन्त्रण गर्ने भन्ने उद्देश्य हो। प्रदूषण हटाउन पैसा लिने तर कार्यक्रमको उद्देश्य अनुसार खर्च नहुनु वित्तीय अनुशासन भएन, वायु गुणस्तर विज्ञ भूपेन्द्र दासले भन्नुभयो। जुन शीर्षकमा रकम उठाइएको छ, खर्च भए वा नभएको लेखाजोखा हुन जरुरी छ। प्रदूषण शुल्कको रकम कहाँ र कुन क्षेत्रमा खर्च भयो सरकारले सार्वजनिक गर्नुपर्छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारी अध्ययन विधामा गएर नफर्किने गरेको पाइएपछि क्याम्पसमा पुगेर खोज्न थालेको छ। ठूलो संख्यामा प्राध्यापक र कर्मचारी अध्ययन विधा लिने र विदेश गएर उतै लुक्ने पाइएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन समिति बनाएको थियो। समितिका संयोजक डाक्टर जीवन काफ्लेले डिन कार्यालय, क्याम्पस, केन्द्रीय विभाग लगायतका कार्यालयमा पुगेर नफर्किने प्राध्यापक र कर्मचारीको खोजी गरिरहेको बताउनुहुन्छ। त्रिभुवनले पत्र काटेर नफर्किने शिक्षकको विवरण उपलब्ध गराउन सबै निकायलाई भनेको थियो, तर सही विवरण नआएपछि समिति क्याम्पस पुगेर सङ्कलन गर्न लागेको हो। समितिले
सम्बन्धित क्याम्पसमै पुगेर खोजबिन गरिरहेको छ। ठूलो संख्यामा शिक्षक र कर्मचारी अध्ययन विधामा गएर नफर्किएको पाइएको छ। उहाँले भन्नुभयो, पुराना फाइलबाट पनि संकलन गरिरहेका छौं। अध्ययन विधामा गएका त्रिभुका कति शिक्षक कर्मचारी फर्किए, कति उतै लुके भन्ने तथ्याङ्क त्रिभुसँग पनि छैन। त्यसैले समिति बनाएर त्रिभुले तथ्याङ्क संकलन गरिरहेको हो। पहिलो चरणमा तथ्याङ्क संकलन गरेपछि नफर्किनेहरूलाई कारबाही गर्ने त्रिभुले जानकारी दिएको छ। अध्ययन विधामा गएर नफर्किएका त्रिभुका कर्मचारीको तथ्याङ्क भने संकलन गर्न समितिलाई कठिन भएको छ। त्रिभुको सोभिउ चुनावले क्याम्पस प्रमुख र कर्मचारी व्यस्त भएकाले सोचेभन्दा ढिलाइ भएको संयोजक काफ्लेले बताउनुहुन्छ। अब चुनाव सकिएको छ, छिटै समितिले काम टुङमा लगाउँछ उहाँले भन्नुभयो। ओपन आई च्याट जीपीटीले वास्तविक फोटोलाई कार्टुनको पात्र जस्तै अवतारमा परिणत गर्ने घेब्ली अवतार फिचर गत हप्ता सुरु गरेसँगै यसले सोशल मिडियामा एक प्रकारको आँधी नै सिर्जना गरेको छ। विश्वभरका नेतादेखि सेलिब्रिटी र आम सर्वसाधारण प्रयोगकर्तासम्म सबैले आफ्ना वास्तविक फोटोलाई च्याट जीपीटी मार्फत एआईमा सिर्जित घेब्ली अवतरणमा परिणत गरी रमाइलो मान्दै सोशल मिडियामा सेयर गरिरहेका छन्। च्याट जीपीटीको पछिल्लो संस्करणमा प्रयोगकर्ताले आफ्नै फोटो वा इन्टरनेटमा भाइरल कुनै पनि मेम्सलाई घेब्ली शैलीको कलात्मक चित्रमा परिणत गरिदिन्छ। उता एलन मस्कको च्याटबट ग्रोकमा पनि यस्तै इमेज जेनेरेसन फिचर उपलब्ध छ। अहिले भाइरल बनिरहेको यो ट्रेन्डमा आम मानिसहरू मग्न भइरहँदा उता डिजिटल प्राइभेसीका पैरवीकर्ताहरूले भने प्रयोगकर्ताहरूलाई चेतावनीको घण्टी बजाइरहेका छन्। विज्ञहरूलाई केमा चिन्ता छ भने च्याट जीपीटीले आफ्नो प्रशिक्षणका लागि यो ट्रेन्ड मार्फत लाखौं प्रयोगकर्ताका व्यक्तिगत फोटाहरू संकलन गरिरहेको हुन्छ। प्रयोगकर्ताले च्याट जीपीटीमा आफ्ना निजी फोटाहरू अपलोड गरी कार्टुनको पात्र जस्तै नयाँ तस्बिर प्राप्त गरेर मज्जा लिइरहेका बेला ओपन आईलाई आफ्नो अनुहारको ताजा डेटाहरू हस्तान्तरण गरिरहेको र यसले गोपनीयता सम्बन्धी गम्भीर चिन्ता खडा गरेको तर्क कतिपय विज्ञहरूको छ। सरकारवालाहरूले सगरमाथा बेस क्याम्पमा प्रयोग गरिने विलासी सामान प्रयोगमा रोक लगाउन सरकारको ध्यान आकर्षण गराएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै सरकारवालाहरूले हिमाल चढ्न जाँदा पनि आरामदायी जीवन बिताउन खोज्ने परिपाटीका कारण हिमालहरू बढी जोखिममा परेको दावी गरेका छन्। उनीहरूले बेस क्याम्पमा लग्जरी जीवनशैलीका लागि प्रयोग हुने सामग्रीहरू प्रयोगमा रोक लगाउन सरकारलाई सुझाव दिएका छन्। हिमाली पर्यटन व्यवसाय एवं पथ प्रदर्शक गाइड दावाटासी शेर्पाले हिमाली क्षेत्रमा लग्जरी मेसिनहरूको प्रयोग गर्ने गरिएको उल्लेख गर्दै त्यसबाट उत्पन्न समस्याको दोष जलवायु परिवर्तनलाई दिने गरिएको गुनासो व्यक्त गर्नुभएको छ। शेर्पाले धेरै मानिसहरू हिमाल आरोहणका लागि जाँदा हिउँ पग्लिएर हिमालले थेग्न नसकेको भनेर गलत प्रचार गरिएको दावी गर्नुभयो। हिमाल आरोहणका लागि मौसम सधैँ अनुकूल नहुँदा कहिलेकाहीँ एकै दिन भार पर्ने कुरालाई मात्रै हेरेर हिमालले अब धान्दैन भनी गलत प्रचार नगर्न आग्रह गर्नुभयो। उहाँले आरोही बढेर नभई विलासी सामान प्रयोगका कारण हिमालका आधार शिविरहरू जोखिममा रहेको दावी गर्नुभएको छ। उहाँले क्षणिक सुख र अर्थोपार्जनको लोभमा प्रकृति र संस्कृतिको विनाश भइरहँदा पर्वतीय र सांस्कृतिक पर्यटन आवागमनमा कमी आएको बताउनुभयो। नेपाली बजारमा सोमबार पनि सुनको भाव घटेको छ। गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले त्यस दिन पनि निरन्तरता पाएको हो। शुक्रबार सुनको भाव प्रति तोला 3,900 रुपियाँ, आइतबार प्रति तोला 1,900 रुपियाँ र सोमबार प्रति तोला 700 रुपियाँले घटेको हो। सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सोमबार छापावाला सुन प्रति तोला 1,73,800 रुपियाँ कारोबार भइरहेको छ। आइतबार छापावाला सुन प्रति तोला 1,74,500 रुपियाँमा कारोबार भएको थियो। तर सोमबार चाँदीको मूल्य भने बढेको छ। आइतबार प्रति तोला 1,800 रुपियाँमा कारोबार भएको चाँदी सोमबार प्रति तोला 1,830 रुपियाँमा किनबेच भएको थियो। भारतको मुख्य शेयर सूचकाङ्क सोमबार कारोबारमा 3% भन्दा बढीले घटेको छ। बेन्चमार्क निफ्टी सूचकाङ्क 3% भन्दा तल झरेपछि शेयर मूल्यमा गिरावट आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भारतबाट हुने आयातमा 26% कर लगाएपछि नयाँ दिल्लीले भन्सार शुल्क वृद्धिको प्रभाव र अवसर दुवै जाँचिरहेको बताएको छ। नेसनल स्टक एक्सचेन्जले निफ्टी 50 जसले सबैभन्दा ठूला भारतीय कम्पनीहरूको प्रतिनिधित्व गर्छ 3.55% घटेको हो। भारतको शक्तिशाली सूचना प्रविधि कम्पनी समावेश निफ्टी आईटी 5.53% ओह्रालो लागेको छ। निफ्टी आईटीको सबैभन्दा ठूलो बजार संयुक्त राज्य अमेरिका नै हो। द टाइम्स अफ इन्डियाले शेयर बजारको यो गिरावटलाई रक्तपात भनेको छ। भन्सार शुल्क घोषणा गरेपछि भारतको वाणिज्य विभागले एक विज्ञप्तिमा भनेको छ, विभिन्न उपायका प्रभाव सावधानीपूर्वक जाँचिरहेका छौं र यो नयाँ घटनाले ल्याउन सक्ने अवसरहरू पनि अध्ययन गरिरहेका छौं। भारतको औषधि क्षेत्र भने अमेरिकाको पारस्परिक भन्सार शुल्क कदमबाट जोगिएको छ, किनभने औषधिलाई यो शुल्कबाट छुट दिएको छ। सन् 2024 को आर्थिक वर्षमा भारतको औषधि क्षेत्रले संयुक्त राज्य अमेरिकामा $8 अर्ब भन्दा बढीको उत्पादन निर्यात गरेको थियो। विभिन्न देशलाई भन्सार शुल्क लगाउँदा अमेरिकाको शेयर बजारमा ठूलो गिरावट आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई उनले रोग निको पार्न औषधि खानुसँग तुलना गरेका छन्। ट्रम्पले मिडियासँग भने, म केही पनि बिग्रियोस् भन्ने चाहन्न, तर कहिलेकाहीँ चीजहरू ठिक गर्न औषधि खानुपर्छ। भन्सार शुल्क घोषणाले अमेरिकामा शेयर बजारमा गिरावट आए पनि रोजगारी र लगानी फिर्ता आइरहेको बताएका छन्। साथै उनले अब विश्वले चाँडै अमेरिकालाई नराम्रो व्यवहार गर्न बन्द गर्ने विश्वास पनि व्यक्त गरेका छन्।
भारतले भर्खरै बनाएको वक्फ ऐनका विषयमा सोमबार बिहान जम्मू कश्मीर विधानसभामा हंगामा भएको छ। होहल्लाका कारण सभामुखले सदन बैठक 15 मिनेटका लागि स्थगित गर्नुपर्यो। समाचार एजेन्सी पीटीआईका अनुसार नेशनल कन्फरेन्सका नाजिर गुरेजी र तनवीर सादिकले जम्मू कश्मीर विधानसभामा वक्फ ऐन बारे प्रश्न उत्तर समय स्थगन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए। भाजपाले यो प्रस्तावको विरोध गरेपछि संसदमा हंगामा भएको थियो। सार्वजनिक भिडियोमा सदनमा रहेका विधायकहरूले नाराबाजी गर्दै कालो कानून फिर्ता गर भनेर माग गरिरहेको देखिन्छ। भारतका दुवै सदनमा चर्को बहसपछि पारित वक्फ संशोधन विधेयकले शनिबार मात्रै कानूनको रूप लिएको छ। लोकसभा र राज्यसभाबाट पारित विधेयक राष्ट्रपतिबाट अनुमोदन भएपछि कानूनको रूप लिएको हो। संयुक्त राज्य अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएको कठोर भन्सार शुल्कहरू कम गर्न 50 भन्दा बढी देशले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न खोजेको व्हाइट हाउसले दाबी गरेको छ। बजार सुस्त हुँदै जाँदा पनि आफ्ना नीतिहरू कहिल्यै परिवर्तन हुनेछन् भनी जोड दिँदै विश्वभरका स्तब्ध देशहरूका भन्सार शुल्कको झट्का जारी गरेदेखि ट्रम्प अडिग छन्। तर उनको तहगत समय सीमाले केही देशलाई वार्ता गर्ने ठाउँ दिएको छ। यद्यपि उनले आफू दृढ रहने बताएका छन् र उनको प्रशासनले कुनै पनि प्रतिशोधपूर्ण चेतावनी दिइरहेको छ। अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण 18 जनाको मृत्यु भएको छ। शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या 18 पुगेको अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस एपीले उल्लेख गरेको छ। मृत्यु हुनेमा टेनिसको पश्चिम भूभागका 10, केन्टकीका 2, मिसौरीका 2, इन्डियानाका 1 र अर्कानसासका 1 जना रहेका छन्। अन्य 2 जनाको ठेगाना खुलाइएको छैन। अर्कानसासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनेसी केन्टकीमा लगातार भारी वर्षाका कारण नदीको बहाव बढेर बाढी आएको थियो। बाढी र आँधीले सबैभन्दा बढी टेनेसीमा क्षति पुर्याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ। टेनेसीमा आँधीका कारण 10 जनाको मृत्यु भएको छ भने 1000 भन्दा बढी घर, व्यापारिक संरचना, बाटो, सार्वजनिक स्थलहरू जलमग्न भएका छन्। यिनी समाचार सामग्री सहित हामी समाचारको अन्तमा आइपुगेका छौं। प्रस्तुत गरेको समाचार सामग्रीमा तपाईको केही प्रतिक्रिया भए कमेन्ट बक्समा लेखिदिनु होला। साथै मन परेको छ भने कृपया हाम्रो भिडियो सामग्रीमा एउटा लाइक अवश्य गरिदिनु होला। हाम्रो बिहानी न्यूज बुलेटिन हरेक दिन बिहान 5 बजे हाम्रो यस युट्युब च्यानलमा हेर्न सक्नुहुनेछ। तपाईको बाँकी पल शुभ रहोस्। नमस्कार।